काठमाडौँको पशुपतिनाथ टेम्पल नजिक रात ढिलोसम्म धेरै मानिस बस्न डराउँछन्, विशेष गरी आर्यघाट वरिपरि। एक वर्ष अघि दुई साथीहरू राति भिडियो बनाउन त्यहाँ पुगे। उनीहरूलाई लाग्थ्यो भूत भन्ने कुरा हुँदैन। रात करिब 12 बजे घाट सुनसान थियो। बागमतीको पानी बिस्तारै बगिरहेको थियो। टाढाबाट कुकुरहरू लगातार कराइरहेका थिए। उनीहरूले क्यामेरा अन गरे। त्यत्तिकैमा घाटको छेउमा सेतो कपडा लगाएको एउटा मान्छे देखियो। पहिला उनीहरूले साधु होला भनेर वास्ता गरेनन्, तर केही सेकेन्डपछि त्यो आकृति अचानक गायब भयो। डराउँदै उनीहरूले फेरि क्यामेरा हेरे। भिडियोभित्र भने त्यो सेतो आकृति उनीहरूको ठीक पछाडि उभिएको देखिन्थ्यो। एक्कासी मन्दिरको घण्टी जोडले बज्न थाल्यो। हावा चिसो भयो र क्यामेराबाट अनौठो फुसफुसाहट सुनियो। यहाँ नआओ। डरले उनीहरू त्यहाँबाट भागे। अर्को दिन भिडियो फाइल आफै डिलिट भइसकेको थियो, तर त्यो रातको आवाज उनीहरूले आजसम्म बिर्सिन सकेका छैनन्।